मलाई मसाज गराउनु हिजोको भिडियोमा त्यो भिडियोमा चाहिँ के भन्यो उहाँले यहाँको नेम रहेछ तपाईँको घोप्टे पर्नुपर्ने त्यो ग्लोभ्स लगाउनु पर्ने भित्र पेन्टिङ ओपन गर्न पाउने भित्र अलरेडी पेन्टिङ हुने रहेछ त्यो माथि नै तावल तपाईँ अब यहाँ होइन टाउको घोप्टो सुतेर अब अगाडि फर्किँदा कोल्टे फर्किँदाखेरि यो सर्किँदैन हाम्रो पुरै यो इलास्टिकसँग हालेको छ सुतेर नि हेर्नु लु सुतेर हेर्नु ल सुत्नु न टाउको काममा हाले जस्तै गर्नु भयो के यो पनि जानु पर्छ लु तपाईँ अगाडि गयो पछाडि फर्किन्छ यो भयो अगाडि फर्किन्छ यो नाइटदेखि माथि मजा ल गाइस यहाँ त गाह्रो छ त्यहाँ बिस्तारै साथीहरू आउँदै हुनुहुन्छ भने यो मसाज थेरापी सेन्टरमा आउँदै हुन्छ भने तपाईँहरू त्यो नेम कानुनमा छिर्नुहोस् पहिला भोलि आएर फेरि भाँडा खानु होला फेरि मसाज गर्न आउनुभएको तपाईँले उल्टो चाहिँ आफ्नो ससाज भेट्नु होला त्यही भएर आफ्नो घरको लेडिज दिदीबहिनीलाई त्यही रेस्पेक्ट तरिकाले आउनुहोस् आफ्नो दिदीबहिनी लिएर नि आउनु पायो हो आफ्नो दिदीबहिनी बुढी सहित होइन एउटा हामीले कपाल रुम पनि बनाएको छौँ क्या होइन त्यस्तो शङ्का लाग्छ बुढालाई बुढीलाई शङ्का लाग्छ बुढीले बुढालाई शङ्का गर्छ भने एउटै रुममा दुईटा बेड छ एउटा बेडमा एउटै रुममा मसाज गर्न नि पायो बुढाबुढीले अनि साथीभाइ आउँदा पनि पाँचजनाले एकैचोटि मसाज गर्न नि मिल्यो एउटै रुममा सबै सुविधा छ नि घरमा आउने हाम्रो बुढीहरूलाई चाहिँ अनि अरू केटाले मसाज गर्ने सिस्टम छ र छैन भने कोही कस्तो कुरा गर्छ यो बहिनीको अगाडि यस्तो बोल्न लाज शरम छैन एक शब्द सुन्नु कुनै पनि लेडिज अनि कि मेरो वाइफ हो मेरो दिदीबहिनी होस् तपाईँको वाइफ तपाईँको दिदीबहिनी यहाँ केटाले मसाज केटीलाई गर्छ गर्दैन भनेर गर्दैन केटीले मात्र त्यो गराउनु पर्छ अब किन भन्नु न सुन्नु न तपाईँ ल ठिक छ एकछिन वेट म एकछिन पहिला मेरो कुरा सुन्नु ल नेपाल सरकारले तोकेर ट्रेनिङ सेन्टर खोल्दियोस् बकैदा सर्टिफिकेट दियोस् ट्रेनिङ गराए बापत चार्ज लियोस् सबभन्दा अगाडि म पुग्छु त्यहाँ ट्रेनिङ गर्नलाई होइन स्पा पनि छानबिन हुनु पर्यो तर प्रत्येक स्पामा लेडिज जेन्ट्स दुवैबाट लेडिजको लागि लेडिज जेन्ट्सको लागि जेन्ट्स स्टाफ मसाज गर्नको लागि थेरापिस्ट जेन्ट्स र लेडिज राख्नुपर्ने त्यो सरकारले अनुमति दियो नेपाल सरकार त पाबिर छ नि सर केटीले केटालाई धुलो पारेर मसाज गर्न मिल्ने अनि केटाले चाहिँ होइन केटीले चाहिँ केटीलाई मसाज गर्ने केटाले केटालाई मसाज गर्ने सुविधा पाउनु पर्यो र त्यसको लागि पहिला ट्रेनिङ सेन्टर खोल्नु पर्यो नेपाल सरकारले नै बक्कैदा कहाँबाट हुन्छ विदेशबाट ल्याएर हुन्छ कहाँबाट ल्याएर हुन्छ उसले हामीलाई ट्रेनिङ दिनु पर्यो हामी त्यो पैसा तिरेर ट्रेनिङ दिन्छौँ भने नेपाल सरकारले स्वीकृति दिए त म सही छु ट्रेनर त किन आतेको म तपाईसँग ट्रेनिङ लियो भने खत्तम डल्लु जस्तो उहाँले तपाईको उसमा चाहिँ यहाँ चाहिँ तपाईँ मसाज गराउने हो क्या दाइ तपाईँ जस्तो खेलाडी मान्छेले मलाई थाहा छ लग हान्ने मान्नु भयो मलाई थाहा छ त्यो लग हान्ने मानेन हिजोको भिडियोमा म त तपाईँले मैले हानेको लग तपाईँ यहाँ यति हुन्थ्यो मान्छे आज ठिक छ इन्ट्रेस्टेड लग हो नि त्यो घरबारी एउटा कुरा मलाई म सोध्नु मलाई तपाईँ यो गाला दुईटै छेड्नु भएको छ नि कति वर्ष भयो छेड्नु भएको यो मैले छेडेको अब 1.5 वर्ष हुन्छ 1.5 वर्ष यो त्यहाँबाट जस्ता हुँदै काहीँबाट ढलानबाट पानी छिन्छ नि त्यस्तै गरी तपाईँले यताबाट पानी पिउँदा गालाबाट निस्किन्छ निस्किँदैन त्यो तपाईँको सोच हो निस्किन्छ कि भन्ने सोच नि त्यो निस्किँदैन यताबाट तपाईले दुईतिर चाहिँ सुन लाउनु भयो कि खास के हो पञ्चधातु सुन ओठमा चाहिँ फलाम लाउनु भएको छ फेरि ओठमा चाहिँ फलाम यो सिल्भर तपाईले यो कहाँ छेड्नु भएको छ खास एउटा दुईटा तीनटा चारवटा यति हो कतिवटा छ कानमा एकछिन बस्नु कानमा कतिवटा छ कानमा एउटा दुईटा अनि तीनटा चार पाँच सातवटा छ कानमा अहिले त बजारमा नेपाली कतिपय दिदीबहिनीहरूले नाइटमा पनि त्यो हुन्छ नि बुलाकी लाउने सिस्टम आछ नि त्यो म त्यतातिर चाहिँ बुलाकी लाउने गर्दिनँ म त्यो सिस्टममा जाँदैन त्यो हङकङमा त छ नाइटमा मैले देखेर आएको होइन हाँस्न पर्छ म अस्ति भएर आएको 2 महिना भएन बाहिरबाट आएको हामी अब प्रमोटिङ गर्ने हो यार नेपालमा हाम्रो नेपाललाई त अलि कस्तो हुने अब डिफ्रेन्ट स्टाइलले चलाउनु भने कहाँ न्यारो माइन हाम्रो बाबामा पाला जस्तो हुन्छ अब हामीले के गर्नुपर्छ सर म आएर यहाँ बोलिसकेँ नबोल्नु बोलिसकेँ के हुनुपर्छ नेपाली कुरा आएछ अब लेडिज तपाईँले यो बोल्नु क्या दाइ तपाईँले अब यहाँ नआएर बोल्नु थियो बोलिहाल्नु भयो तपाईँले चाहिँ अब यो के गर्नु भनेपछि होइन यदि बहिनी मान्नुहुन्छ भने नेपाल सरकारलाई यो अनुरोध गर्नुहोस् कि स्पा ट्रेनिङको लागि नेपालमा सरकारले नै गराउनु पर्यो त्यसको फी हामी तिरेर ट्रेनिङ लिन्छौँ र केटाको लागि केटीको लागि केटी स्टाफ राख्नु अनुमति दिनु पर्यो अहिले चाहिँ के छ नेपाल सरकारको तर्फबाट के छ अहिलेको ट्रेनिङ सेन्टर छैन जहाँ काम गर्ने त्यही सिक्नु कतिपय स्पाले गर्दाखेरि राम्रो स्पाहरूलाई कति इफेक्ट परिरहेको छ सबै छानबिन हुनु पर्यो मेरो पनि आएर छानबिन हुनु पर्यो
डाउट हुने मान्छेलाई भनेपछि ट्रेनिङ सेन्टर चाहिँ छैन ट्रेनिङ सेन्टर नेपालमा कहाँ छ त खोइ पर्सनल त्यही बाहिर सिकेर आएकोले ल ट्रेनिङ दिन्छु भनेर चाहिँ खोलेको छ सरकारले नै तोकेर दिएको छ त सर्टिफिकेटको लागि छैन त्यो चाहिँ चाहियो क्या त्यो भयो भने सबभन्दा अगाडि म जान्छु क्या त्यहाँ तपाईँकोमा यहाँ के हुन्छ ब्युटिसियन सम्बन्धी हाम्रो पार्लर सम्बन्धी हो स्पा सम्बन्धी हो अब माथि क्याफे पनि बनाइरहेको छ अघि देखिहाल्नु भयो जस्तो उहाँ हाम्रो सन्तोष ज्याक बोसको यतिखेर अनुहार धोत्रे जस्तो भएको छ त्यो मिल्छ कि मिल्दैन त्यो कलर मिलाउनलाई मजाले हाँस्नु पनि अलि यो भएर छ यो चाहिँ दाग आएर छ यो के छ व्यवस्था के छ स्टिम बाथ लिनु स्टिम बाथ लिनु स्टिम बाथ लिएर बडी स्क्रब गरेर नुहाइदिन्छ अनि फेसमा क्लिजिङ गरिदिन्छ अनि फेस मास्क गरिदिन्छ टक्क सनब्लक क्रिम लगाएर क्लिक्क टल्काइदिन्छ मात्र 2500 मा डिस्काउन्ट गरेर 2500 त्यो पनि हाम्रो हुनुको कारण चाहिँ के हो खास थाहा छ तपाईलाई बाहिर केटी चलाएर बेरिङ लाएर चाहिँ केले सार्दै क्या हो सर तपाईँ हान्छेको हान्छेको साथीले भनेको म हुँदै हुन्छ कहाँ हुन्छ नि हाम्रो साथी अगाडि लाग्दैन ल सर अब सुत्रिनु पर्छ ल नचाहिने कुरा है नेपाल बुढे उसले के भन्छ छालाको रोग छ नि यो गर्मीले गर्दा हो होइन इन्फेक्सन भयो इन्फेक्सन कलाकार पनि हो एउटा फाइटर पनि हो समथिङ त्यो ट्रेनिङ गर्दाखेरि होइन होइन उहाँको चाया रहेछ नि त यता चाया रहेछ त्यो हुन्छ क्या मान्छेहरूलाई चाया के भएर भएको खास त्यो त मलाई पनि के थाहा त के भएर भएको सुरुमा तपाईँ हाँस्नु पनि किन त्यसको कारण के हो तपाईँले त धुद्रो स्क्याच भयो ठिक हुन्छ यो कपाल चाहिँ यतिखेर हामी माया डागीको यो मसाज पार्लरमा आएका छ विशेष गरी यता सन्तोष ज्याक बोस हुनुहुन्छ सन्तोष लामा यतापट्टि हुनुहुन्छ नेपाली ब्रो कुमार थापा यहाँहरू तीनैजनालाई एकैचोटि त्यो पनि एकदम महँगो रूपमा चाहिँ होलसेल मूल्यमा है नमस्कार तथा स्वागत छ नमस्कार नमस्ते ठिक छ नेपाली ब्रो के छ खबर तपाईँको प्लिज कफी हाम्रो दाइला कफी दियो कफी मेरो चाहिँ अहिले भन्नुपर्दाखेरि अहिले व्यापार बिजनेस नेपालको हालत होइन यताउता राजनीतिक परिस्थिति सबै कुरा हेर्दाखेरि डामाडोल भएको कारणले गर्दाखेरि मजाले नेपालमा चाहिँ गेम गर्नु भन्दा नि अहिले चाहिँ आफू सामाजिक सीमा अलिकति तातिनु भन्दा नि बरु पछाडिका भाइ बहिनीहरूलाई चाहिँ हेल्प गर्ने उनीहरूलाई एपिसोड गर्ने अलिकति बढ्नको लागि चाहिँ सहयोग गर्नेतिर लागिरहेको छु अब आज चाहिँ फेरि हाम्रो सिस्टर भएर चाहिँ यसरी आएर हाम्रो ज्याक बोससँग चाहिँ यसरी जोडिनु म त एकदम आभारी छु किनकि उता मेरो एकदम अगाडिदेखि साथी हामीले धेरै म्युजिक भिडियो पनि काम गरेँ तपाईँले मैले माथि के उसमा गर के पोगा दर्शन भयो त समथिङ एउटा गएको थियौँ हामीले आर्मी बनायो कि बोले याद हो आर्मी बनाएको थियो त हामी हो त्यसमा हामी अनि मलाई के फिल हुन्छ भने आज चाहिँ होइन यो पृथ्वी गोलो छ जहाँ चाहिँ हो भने हामी त्यो टचिङ हुन्छ भन्ने कुरो प्रुफ हो अनि उसले चाहिँ धेरै उसको भिडियो हेरेँ मैले अनि मेरो आफ्नै साथी यो युरोपमा छ लाइक अमेरिकाको छेउछाउमै छ उहाँसँग बिहा गर्ने कत्रो कन्टेन्ट आएको थियो तर उहाँहरूको होइन त्यो होइन अनि ऊ एउटा लेडिजले बाहिर बसेर आएर नेपालमा आएर एउटा थेरापी एउटा मसाज सेन्टर खोल्छु भनेर यत्रो लगानी गरेर गर्दाखेरि उसले पनि धेरै स्ट्रगल गरिरहेको छ अनि यसमा चाहिँ हामी जस्तो खेलाडीहरू हामी जस्तो मान्छे आएर चाहिँ उसलाई चाहिँ गरेर यस्तो प्रमोटिङको लागि चाहिँ भिडियो बनाएर यस्तो हो बहिनी भन्दाखेरि आफ्नो प्रमोटिङ हुन्छ नि त अलिक होप हुन्छ नि त्यही भएर नेपाली ब्रोले स्टार मात्र खोज्ने नि नेपाली ब्रोले अब केही गर्छु भन्ने बहिनीहरूसँग टचिङ भएर आफ्नो आज आफ्नै रगतको बहिनी सोचेर चाहिँ उहाँलाई हेल्प गर्ने हो त्यो ऋतुको कुरा गर्नु हिजो कुन हालत थियो अर्को कुन हालतमा छ अरूको कुरा नगरौँ यो विषयमा हामीहरू भनेको मतलब उसलाई कतिले सराप थियो आज त ऊ एउटा फिल्मको एउटा भिडियोमा खेल्न सक्ने भयो भने त हामी ज्याक बोस हामी धेरै अगाडिबाट म्युजिकमा जोडिएको मान्छे तर ज्याक बोस भन्नु तपाईँहरू बिचमा 36 आँकडा एउटै गर्लफ्रेन्ड मन पराएर भनेर सुनेको अनि हाम्रो यस्तो त्यो हामीले मन परायो भने हामी ऊ ह्यान्डसम बडी सडी भएको होइन उसको हाइट वेट होइन फेरि हामी दुइटै पोतलीको तर एउटा केटीले म आफूले स्कुटर हालेर गएको स्कुटरमा प्रब्लम आएपछि उसले सोचेको के हो खास त्यो दिन जस्तो स्कुटीमा यहाँ सुन्नु न स्कुटीमा उहाँले केटी लिएर जानुभयो तपाईँको गर्लफ्रेन्ड मैले लिएर गएको तर कसरी त्यो हाम्रो सुटिङ स्पोर्ट अलिक डाँडा भएर स्कुटीले नतानेपछि 220मा उसले चलाउँथ्यो 220 त्यो बेला भर्खर नेपालमा भएर 220 चढ्ने मान्छेहरू हिरो हो त्यो बेला अब अहिले धेरै आयो त्यो बेला त होइन नयाँ उसले लेटेस्ट निकालेको थियो त्यो 220मा त्यो केटीलाई हालेपछि त्यो त्यहाँ चाहिँ 220मा त्यो केटीलाई राखिसकेपछि तपाईँको मनमा त्यहाँबाट पाप चिताउन थाल्नु मैले के चिताएँ भने अब मैले लगेको गर्लफ्रेन्ड होइन सेटिङ डेटिङ हुन्छ भनेको लाखटाङ गरेर मेरो स्कुटर तानेन म तलतिर बसेँ 1 घन्टा उसले ल डाँडा लगाएर फेरि घुमाएर 2-4 टिकटक सुटिङसम्म हानिसकेको छ त्यसपछि मलाई के फिल हो भने सँगैको साथी दुश्मन जस्तो भयो क्या अनि मेरो मनमा के हो भने अब गरेर उसले केही पनि गरेन त्यहाँ न गेस्ट हाउस छ मेरो रेस्टुरेन्ट छ होइन एउटा जङ्गल थियो
तर मेरो मन पापी मन म होइन म न्यारो माइन्ड हेर्नु भनेपछि मान्नुहुन्छ आफूलाई तपाईँ मान्नुहुन्छ तपाईँ पापी नै हो भनेर हो तपाईँ पापी हो आज मेरो प्रश्न त्यो बेला यस्तो छ सर मलाई क्यामेरा भन्ने थाहा थिएन मिडिया भन्ने थाहा थिएन त्यो बेला म बाहिरबाट आएको म अन्धभक्त थिएँ होइन रहेछ वास्तवमा उसले त टचै गराएको केटीले गाठमा उसले पनि पाएन मैले पाएँ केटी फुत्क्यो एउटाले भेटा अब त म हुन्थ्यो नि गाठा मैले पनि भेटाएँ स्कुटर प्रब्लम आयो तपाईँलाई म चेतावनी दिन सक्छु यो शब्दलाई तपाईँले फिर्ता गर्नुहोस् तपाईँ महिलालाई यसरी तपाईँले मोज मस्ती भन्ने शब्द प्रयोग नगर्नु होला तपाईँलाई कृपया तपाईँलाई त्यो बेला चाहिँ उसले 25,000 तिरेको रहेछ के को लागि त्यो हिरोनी भनेर मोडललाई के को लागि चाहिँ त्यो हामीले के गीतमा गरेको थियो त्यो पारिश्रमिक तर त्यो हामी चाहिँ हरामी चाहिँ कार्ड थाहा भयो भने मैले लैसेपछि होइन त्यसले धोका दिएर उसँग गएपछि कसलाई के फिल हुने उसलाई पनि मुर्गा हार्यो मलाई पनि मुर्गा हार्यो एउटा त्यो अर्को एउटा केटा एउटा अर्को फेरि आधी केटा केटी परेछ त्यसले नि मुर्गा हार्यो भने चाहिँ हामी दुईजना होइन एकदम दोस्रो यो अर्को संस्थानले तपाईँले बुझ्न हाल्नु सक्छ केही गर्दैन तपाईँको यो ऊ रहेको छ उहाँको कुनैको नाम पनि तोकेको छैन उहाँले गरेको कामलाई रेस्पेक्ट गर्ने तर हामी परेको फिल्म हामीले चाहिँ भोगेको फिल्ममा यस्तो हो भनेको हामी मान्छेको नाम तोकेको ज्याक बससँग कुरा गर्न चाहन्छु तपाईँले जसरी यो उहाँले भन्नुभयो नि यो कुरालाई कतिको तपाईँ मान्नुहुन्छ कि गफ दियो उहाँले खास जुन हामीले टिकटक चाहिँ बनाएको उहाँले पनि रियल भयो कि अब हटाओ बिर्सिसक्यो होइन तर चाहिँ टिकटक चाहिँ समय हामी तिनजना बसेर गएको बनाएको त्यो अलग पाटो है अब यतातिर माया डाँगीको विषयमा अलिकति कुराकानी गरौँ उहाँले गरेको काम चाहिँ तपाईँलाई कस्तो लाग्छ नेपाली ब्रो अब उहाँको धेरै मैले हेरेँ उहाँको म फ्यान पनि हो र उहाँ एउटा लेडिजले यत्रो चाहिन्छ तर उहाँले मलाई मसाज गराउनु हिजोको भिडियोमा त्यो भिडियोमा चाहिँ के भने उहाँले यहाँको नेम रहेछ तपाईँको घोप्टे पर्नुपर्ने त्यो ग्लोभ्स लगाउनु पर्ने भित्र पेन्टिङ ओपन गर्न पाउने भित्र अलरेडी पेन्टिङ हुने रहेछ त्यो माथि नै टावल हुने रहेछ सेफ्टी भित्र अनि त्यहाँ तपाईँको नकारात्मक तरिकाले अब लेडिजहरूलाई त्यहाँ हात गरेर अब आफ्नो इमोसनमा आएर के गर्यो भने भाटा कार गर्ने रहेछ उता लगेर लुगा सुगा धोराउने होइन लुगा धोउने टोयलेट सफा गर्ने भएन भने मेरो घरको लुगा मेरो लुगा पनि धुन लाउने त्यही भएर अनि भाडा माझ्न लाउने सजाय सजाय त्यो पनि छ त्यही भएर यस्तो यो खालको डिजाइन चाहिँ कसरी बनाउनु मैले अस्ति कहाँ टिकटकमा तपाईँको यो नगरेको डिजाइनको कभर पनि हेरेको थिएँ यानि पुरानो भिडियो होला पुरानो भिडियो चाहिँ मेरो यो बाटेको छ नि तलसम्म बाटेर गम लगाएको थियो दोस्रो चोटिको अलि योभन्दा मोटो डिजाइनमा बाटेको थियो थोरै थियो अनि अहिले तेस्रो डिजाइन यो मैले नै भनेको यसो यो फर्स्ट डिजाइन निक्लेको हो नेपालमा चाहिँ तपाईँले हेर्दाखेरि कतिले भन्दैन रेसलर खेलाडी जस्तो लाग्छ भन्दैन ए अब यो त मान्छे कुर्छ होला के भन्छन् तर मलाई त्यस्तो लाग्दैन किनकि अहिले यो रेसलर मेनिया जुन छ नि बलिउड के अरे हलिउडको जुन रेसलर खेलाडी लेडिजहरू चाहिँ प्रायः तपाईँको जस्तो स्टाइलको होइन कपालहरू त्यो लगाएको आर्म्सहरू त्यो टाइपको छ क्या तपाईँको मान्नुहुन्छ यो कुरो भन्नुहुन्छ कतिले यो कुरो त्यस्तो भन्दैन खेलाडी टाउको छ भने यो नभन्ने अङ्ग पनि ठुलै छ यो डायबिटिक चेक चाहिँ मलाई बङ्गाल टास दिन्छ ए भित्तामा अहिले तपाईँ यार बहिनी भनेछ घरि के रेसलरको कुरा गरिरहेको छु मैले यार तपाईँ कस्तो मान्छे रेसलर तपाईँलाई भोलि दाइले रेसलर बनाउन सक्छ तपाईँलाई म रेसलर बन्दिनँ म मसाज थेरापी गर्ने हो म मसाज गर्ने मसाज पनि गर्ने उता पनि गर्ने तपाईँ अनि दुईटा हातमा लड्डु हुन्छ नि त मलाई दुईटा हातमा लड्डु चाहिएन मलाई एउटै हातमा लड्डु चाहियो तर सही तरिकाले चाहियो त्यो पनि राम्रो कुरा हो नि त ठिक छ अब यो गर्नु भएको चाहिँ कति वर्ष भयो यो वर्ष भएको छैन 2 महिना भयो खर्च टन्नै लाग्छ होला यो बनाउन 15,000 लाग्यो 100 रुपैयाँ पिस हो 120 रुपैयाँ हो यो कर्ली गरेको छुट्टै लिएको मैले गर्दा 30,000 रुपैयाँ थियो मैले गेम खेल्न लाउँथेँ नि मैले 30,000 अब एउटा प्रश्न सोध्न मन लाग्यो तपाईँले हातैभरि धेरै ट्याटु बनाउँछ ओरिजिनलै हो कि ओरिजिनल हो दुख्छ नि दुखेर मेरो ट्याटु कुनै पनि फिनिसिङ भएको छैन कस्तो दुख्यो अनि शरीरको कहाँ लाउनु भएको छ यो यता मात्रै लाउनु भएको छ कि अन्त भित्र पाटो हुन्छ नि कुनै कुनै मतलब भन्नुहुन्छ यस्तो खुट्टा मैले एक कपको झट्टर हान्दिए भने अलि यो माइक र मान्छे झ्यालवाइ भन्न खोजेको हैन यस्तो खुट्टातिर यस्तो पनि लाउनु भएको छ कि म खुट्टातिरै यहाँ घोडामा छ माकुराको जालो त्यति हो अनि हातमा त्यति मात्रै हो अनि यो घाँटीमा चाहिँ यो जुन ओठको बनाउनु भएको कारण यसको लजिक चाहिँ के हो चुप्प कसले हान्दै चुप्प कसैले हानेन मेरो ट्याटो बनाउने दाइको चाहिँ यस्तोमा यस्तै थियो कि अनि कस्तो राम्रो देखेको अनि म पनि बनाउनु पर्यो भन्ने सोचेको थिएँ कि अनि त्यहाँ टक्क यसो गुगलमा सर्च गरेर हेरेको राम्रो लाग्यो लु म चाहिँ यहाँ बनाउने दाइ भनेको अनि यहाँ बनाएको त्यति मात्रै त्यसको त्यो भन्दा अगाडि छैन केही छैन त्यो ज्याक बस के भन्नुहुन्छ तपाईँ यतिखेर म के भन्नु उहाँ चाहिँ अलिकति कडाइ हुनु रहेछ किनकि अब यो दायाँ मान्छे दिइहाल्ने रहेछ कि उहाँले भन्नुभयो माइकले झटा दिइहाल्ने भनेर फर्स्ट टाइम हो नि
फर्स्ट टाइम म त दाइलाई देखेर डराएको एकछिन त दाइलाई हामी फर्स्ट टाइमै हो फर्स्ट टाइम हो नि मलाई पनि देखेर डरा अघि मसाज गरेर तपाईँले झन् त्यो के लक गर्ने स्टेप सिकाउँछु भनेको त म त खै के हो तपाईँको त्यो के लक हो थाहा भएन त्यो सिकाउँछु भन्दा त म त डराएर राम्रा तपाईँ डराउनु पर्दैन किनकि ज्याकको साथमै हुनुहुन्छ डराउनु पर्दैन साथमै बिहोर्नुहुन्छ अब छ नि विवाह सुन्नु बिहोर्नु पर्दैन मेरो एसिस्टिभ फुटेजले बेहोरिहाल्छ एउटा कुरो अब